हामी अहिले इटेरी उपमहानगरपालिका वार्ड नम्बर 12 का सभापति हाम्रा प्रकाश बस्नेतज्यूसँग केही सवाल जवाफ गर्न आएका छौँ र उहाँ एक अभियन्ताका हिसाबले उहाँ धेरै उद्योगसँग पुग्नु भएको छ। उहाँ लड्नु हुँदैछ। उहाँले सबै उहाँलाई अलिकति जान्नको लागि उहाँको विषयमा केही सबै कुरा जान्नको लागि हामी उहाँसँग केही कुराकानी गर्दैछौँ। प्रकाशजी, हजुर नमस्कार। हजुर नमस्कार। हजुरले प्रश्न सोध्नु। हजुरलाई म के प्रश्न गर्दैछु भने जस्तै यो हाम्रो पारस उद्योग यो अरिहन्त के भन्ने नाम के छ उहाँ मैले अलिकति एक्ज्याक्टली मलाई अलिकति याद होइन, तर पारस ननियारको जुन फ्याक्ट्रीमा तपाईँहरू कुनै समय आजभन्दा अलिकति अगाडि पुग्नु भएको थियो, तर त्यहाँ के को हिसाबले तपाईँहरू जानुभएको थियो? नमस्कार, तपाईँको प्रश्नलाई म सच्याउँछु। फ्याक्ट्रीको नाम अरियन कोलुगेसन हो। अरियन कोलुगेसन प्राले जुन इटाली 13 मा रहेको छ र यसको डाइरेक्टरको नाम पारस जैन हो, रनियर होइन। र यसमा के छ भन्दाखेरि यो हाम्रो एउटा अभियान थियो। गाउँलेको गुनासो धेरै आयो, फोहोर मैला छ, दुर्गन्ध छ, आवाज ठुल्ठुलो एकदम त्यहाँदेखि डङ डङ आउँछ र त्यो फोहोर मैला पानी पनि बाहिर बगाउँछ, खेतमा जान्छ, हाम्रो नाली बाली बिग्रिन्छ। त्यो पानी खाँदाखेरि हाम्रो पशु चपाया पनि बिरामी हुन्छन्। त्यो मात्रै नभएर मान्छेहरूलाई पनि छालाको रोगहरू थुप्रै आए, मान्छेले देखाउनु भयो, हातमा, यहाँ पेटमा, शरीरमा विभिन्न ठाउँमा चिलाउने घाउ यस्तो धेरै समस्याहरू आयो भने देखाउनु भयो। र यो विषयमा हामीले हाम्रो वार्ड नम्बर 13 सभाका सभापति कुमार गिरी र मैले मेरो एउटा अभियान थाल्यौँ। हामीले हाम्रो वार्ड नम्बर 12-13 हामी एउटा नगर मासु सम्बन्ध छ हाम्रो होइन। र हामीले विभिन्न फ्याक्ट्रीहरूमा हामी गयौँ र त्यो फ्याक्ट्रीमा पनि हामी दुई पटक हामीले गएर त्यहाँलाई अनुगमन गरेर चेक गरेर हेरेर उहाँलाई वार्निङ हामीले दिएको हो। तर हाम्रो वार्निङले मात्रै उहाँलाई अलिकति सायद उहाँले लाइटली लिनुभयो होला। त्यो लाइटली लिएपछि हामीले माथिल्लो निकायमा कुरा राख्यौँ र माथिल्लो निकायमा कुरा राखेपछि चाहिँ हाम्रो माननीय अशोक कुमार चौधरी उहाँ आउनुभयो र उहाँसँग हाम्रो सहायक सिडिओ पनि आउनुभयो र हामी सबै मिलेर त्यहाँनिर हामीले भित्र गयौँ, अनुगमन गऱ्यौँ। त्यहाँभित्र हामीले दृश्य यति नराम्रो देख्यौँ जुन कि हामीले पहिला पनि देख्न पाएको थिएनौँ। माननीय सहायक सिडिओ आएपछि भित्रभित्र कुना कुना हामीले छिर्न पाइयो। त्यहाँनिर चाहिँ हामीले फोहोर मैलाको पराकाष्ठा देखियो। त्यहाँनिर यतिसम्मको चाहिँ फोहोर मैले अरू कम्पनीमा देखेको थिइनँ। कम्पनी त धेरै घुमियो होइन, तर यति साह्रो चाहिँ त्यो र मेटेरियल राख्ने ठाउँ पनि एकदमै फोहोर मैला भएको हो। त्यो र मेटेरियल कसरी त्यो जान्छ त्यो फिनिसिङ ठाउँसम्म, त्यो प्रोसेसिङ नै पुरै मैला होइन। र त्यो मजदुरहरू बस्ने ठाउँ, त्यो रेस्ट गर्ने ठाउँ पनि त्यहाँको धेरै नै सफा नभएको, पानी पनि चुहिने, त्यो अलिकति मजदुरको वाटर सेफ्टी पनि त्यहाँ नभएको, त्यहाँ धेरै कुरा त्यहाँनिर अप्ठ्यारो देखियो। त्यो सबै कुरा देखिसकेपछि त्यसलाई अब सहायक सिडिओ स्वयं आफै आइसकेपछि उहाँले माथिका कम्प्लेन पनि गर्नु, सबै रिपोर्टिङ उहाँले लगाउनु नै भयो। र त्यसपछि अहिले केही हदसम्म त्यहाँ सुधार पनि आएको छ। सुधार त्यहाँ के आएको छ भन्दाखेरि जुन बाहिर फ्याक्ट्रीको बाहिर जुन आउटसाइड एरियामा हुन त एरिया उसकै जमिन होला, तर उसले फोहोर त थुपारेको थियो। त्यो फोहोर थुपार्दा पनि राम्रो देखिएको थिएन, दुर्गन्ध हाइवेदेखि यस्तो नराम्रो देखिने होइन। त्यसले उसले चाहिँ वाल लगाएको छ। त्यो वाल लगा भनेर हामी धेरैपल्ट पहिला भन्दा उसले मानिरहेको थिएन। तर अस्ति हाम्रो अनुगमनपछि चाहिँ उसले यो कुरा मानेर टिनको वाल लगाएको छ। तर पनि अहिले बाहिरपट्टि चाहिँ डस्टहरू त्यहाँनिर छ। र मैले सुन्नमा आएको हाम्रो वार्ड नम्बर 13 का सभापतिले चाहिँ उहाँसँग फ्याक्ट्रीसँग कुराकानी गर्नुभएको रहेछ र फ्याक्ट्रीले चाहिँ त्यहाँनिर माटो हाल्ने जस्तो कुराकानी उसले गरेको रहेछ होइन। र त्यसो हुँदाखेरि मैले कुमारजीलाई पनि धन्यवाद दिन चाहन्छु यो पहल कदमी गरिदिएकोमा। र हामी यसरी नै मिलेर गयौँ भने यो फ्याक्ट्रीहरू झुक्नै पर्छ। हामीलाई फ्याक्ट्री पनि चाहिन्छ। फ्याक्ट्रीले रोजगारी दिएको छ, प्रोडक्सन दिएको छ, देश समृद्ध भएको छ, कर तिरेको छ होइन। हाम्रो नेपालमा उत्पादन भएको विद्युत उसले खपत गरिदिएको छ।
तर सँगसँगै उसले चाहिँ जनता पनि मार्नु भएन। त्यहाँका जनता इटलीतिरका जनता विस्थापित भएका छन् होइन, त्यो कुरा पनि हुनु भएन है त। र हजुरलाई अन्य उद्योग अरू त्यो पारसकै मात्रै छोडेर अरू पनि धेरै खनारमा तपाईँको 13 नम्बर वार्डमा उद्योग धेरै नै छन् र अरू उद्योगमा पनि तपाईँहरूले केही भिजिट गर्नुभएको छ? भिजिट हामीले गरेका छौँ होइन, 13 मात्रै नभएर 12को पनि फ्याक्ट्री छन्, हामी भिजिट गरेको छ। 12मा हाम्रो एभरेस्ट सोल्भेन्ट फ्याक्ट्रीमा पनि धेरैपल्ट भिजिट गरियो, गाउँलेसँग बसेर मिटिङ पनि गरियो। त्यहाँका एमडी अविनाश बोरासँग बसेर पहिलोचोटि वडा कार्यालयमा बोलाएर उहाँसँग मिटिङ गरियो। पछि फेरि उहाँको फ्याक्ट्रीमै गएर पनि मिटिङ गरियो होइन। लामो समय त्यो मिटिङ भएछ। त्यहाँनिर पनि वेस्ट त्यो दुर्गन्ध धेरै आउँछ। त्यहाँनिर तेल बन्छ, त्यो सेलो चोइस ब्रान्डको तेल त्यहाँ बन्द रहेछ। त्यसले दुर्गन्ध धेरै फैलाउँछ। र त्यहाँनिर चाहिँ उहाँले के कमिटमेन्ट गर्नुभएको छ भने त्यो फोहोर पानी बगाउनको लागि चाहिँ उहाँले एउटा फिल्टर प्लान्ट बसाउँछु, त्यसलाई इटिपी इफ्लुएन्ट ट्रिटमेन्ट प्लान्ट भन्दो रहेछ, त्यो प्लान्ट बसाउँछु भन्नुभएको थियो उहाँले। र उहाँले यो साउन अन्तिमसम्मको समय दिनुभएको छ। र अहिले दुर्गन्ध पनि आउन कम भएको छ। जति दुर्गन्ध पहिला आउँथ्यो गाउँलेले भने अनुसार चाहिँ दुर्गन्ध कम भएको छ। र सायद त्यो प्लान्ट बस्ने नै होला छ होला, त्यो प्लान्ट बस्ने नै छ, बस्छ, दुर्गन्ध हटेर सफा पानी बाहिर निस्किन्छ। र त्यसै गरी हामीले रेल स्पिनिङ मिल्स पनि अस्ति हालसालमै गइयो। हाम्रो माननीय अशोक कुमार चौधरी, माननीय हाम्रो यो उपनेता गणेश पराजुली र अन्य हाम्रो राजसभाका साथीहरू धेरैजना आउनुभएको थियो। प्रदेश सदस्य ईश्वर तामाङ, सचिवालय प्रमुख हाम्रो नवीन थापा, यादव कोइराला दाई लगायतका माननीय सृष्टि भट्टराई, उहाँ सबैजना आउनुभएको थियो। र अर्को एकजना माननीय, मैले एक्ज्याक्टली नाम बिर्सेँ उहाँको, उहाँ बागलुङको माननीय हो। उहाँ सबैजना आएर हामीले केपी खनालज्यू होइन, उहाँ के नाम हो उहाँको, बागलुङको हो उहाँ चाहिँ। उहाँसँग हामीले अनुगमन गऱ्यौँ। त्यहाँनिर चाहिँ लगभग सफाइ नै त्यहाँ राम्रै नै देखियो। र अलिकति मजदुरलाई चाहिँ त्यहाँनिर अलिकति गर्मी बढी भएको महसुस त्यहाँ गरियो। प्लान्टको सिस्टम त्यस्तै होला, त्यहाँ एकदमै धेरै हाई टेम्परेचरमा मजदुरले काम गर्नुपर्ने जस्तो रहेछ। किन यस्तो भनेर बुझ्दाखेरि चाहिँ त्यो फ्याक्ट्रीको रिक्वायरमेन्ट नै त्यस्तो रहेछ। त्यो हाई टेम्परेचर भएन भने त फ्याक्ट्री त्यो प्लान्ट त्यो त्यसरी कामै नगर्दो, प्रडक्सन त्यसरी आउँदैन रहेछ भने जस्तो बुझियो होइन। र अहिले त्यहाँ फ्रिज 3-4वटा फ्रिज राखिएको छ अरे, त्यहाँ त्यो चिज थिएन पहिला। अहिले त्यहाँ चाहिँ 3-4वटा फ्रिज त्यहाँ मजदुरको लागि राखिएको छ भन्ने कुरा मजदुरले नै भन्नुभएको छ। हस् त, धन्यवाद हजुरलाई। हजुरसँग जुन हामीले मिठा केही सन्देशहरू पाउँदाखेरि ज्यादै खुसी लागेको छ।